नमस्कार हजुर, नमस्कार। सन्चै होला। एनिवे, हामी जति पनि यो प्रकृति प्रदत्त सजीव प्राणीहरू छौँ, जब यो उत्कृष्ट बिन्दुमा हाम्रो चरम वृद्धि हुन्छ, चरम विकास हुन्छ, त्यो सँगसँगै प्रकृतिको एउटा अनौठो चमत्कार पनि छ। जब कुनै मान्छे या जीवको पतनको सुरुवात हुन्छ, त्यसमा प्रकृतिले उसलाई 100 होइन, 200 होइन, अनकाउन्टेबल मौका दिन्छ र ऊ चरम एकदमै विभत्स रूपले आफ्नो सीमा नागेर अत्याचार गर्दछ, भ्रष्टाचार गर्दछ, हिंसा गर्दछ। जब अति हुन्छ अनि उसको प्रलय र विलय नाश हुन्छ। त्यस्तै ग्रहण चाहे खण्डग्रास हो या खगोलग्रास होस्, चन्द्रग्रहण होस् या सूर्यग्रहण, त्यो क्षणिक रहन्छ, त्यो सधैँ रहिरहन, रहन पनि सक्दैन। यो अपवादको कुरा हो। यसकारण तपाईँ हामी मान्छे हो, मान्छेले मान्छेको जस्तो व्यवहार गर्नुहोस्, मान्छे चिन्नुहोस्, त्यही अनुसारको साथीभाइसँग व्यवहार गर्नुहोस्, मन जित्नुहोस् भन्न चाहन्छु म। That's why take care, you the people, wherever you are, in any field, any position, any place. जुनसुकै जहाँसुकै जस्तोसुकै ठाउँमा, जुन पोजिसनमा, जुन पेसामा हुनुहुन्छ, ध्यान दिनुहोस्, अत्याचार धेरै टिक्दैन। धन्यवाद। जय नेपाल।